बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 1 चौरादेखि करिब 3 किलोमिटर उत्तरमा अवस्थित छ। नेपालमा संघीय शासन प्रणाली लागू भएपछि भौगोलिक दृष्टिकोणले सानो भए पनि हाल तीव्र गतिमा विकास उन्मुख वडाको रूपमा विकास भएको पाइन्छ। यो वडा 0.7 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। करिब 5000 जनसङ्ख्या रहेको उक्त वडामा दलित समुदायको बाहुल्यता बढी छ भने बाहुन क्षेत्री लगायत विभिन्न जात जातिको बसोबास रहेको पाइन्छ। नवनिर्वाचित जनप्रतिनिधिहरूले ग्राभेल सडक, स्वास्थ्य र कृषि, खानेपानी विस्तारपछि स्थानीयहरू निकै खुसी भएका छन्। कोहलपुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष बद्री प्रसाद जैसीले शिक्षा र स्वास्थ्यको हब बनाउने योजना सहित काम गरिरहनु भएको छ। निर्वाचित भएको 3 वर्षमा गाउँको मुहार परिवर्तन गर्न निकै मेहनत र परिश्रम गर्नुभएका जैसीले 6 वटा टोलका अध्यक्षसँगको सहकार्यमा काम गरिरहनु भएको छ। वडाका क लाइन मुसिकोटे टोल, सिद्धार्थ टोल, ख लाइन मौवा टोल र फुलबारी टोल रहेका छन् भने कृष्ण मावि र जनज्ञान ज्योति मावि रहेका छन्। दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका वडा अध्यक्ष बद्री प्रसाद जैसीले वडा विकासको लागि बिहानदेखि रात अबेरसम्म जनताको सेवामा समर्पित हुँदै आउनु भएको छ। वडा अध्यक्ष, वडा सदस्य र यहाँका बसोबास गर्ने स्थानीय बीच हरेक विकास निर्माणका काममा एकमतका साथ समन्वय हुँदै अगाडि बढेको देख्न सकिन्छ। कोहलपुर नगरपालिका वडा नम्बर 1 मा 141 जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई लाल पूर्जा दिनका लागि दिनरात लागि परेको वडा अध्यक्ष जैसी बताउनुहुन्छ। जैसीले जग्गाको लाल पूर्जा उपलब्ध गराउने पहिलो निर्णय नै पूर्ण रूपमा कार्यान्वयन गराउने लक्ष्य रहेको बताउनुभयो। जग्गा धनी लाल पूर्जा वितरण गराउनका लागि स्थानीय जनप्रतिनिधिसँगै प्रदेश र केन्द्र सरकारसँग छिटोभन्दा छिटो वितरण गर्न पहल गरिरहेको उहाँ बताउनुहुन्छ। उहाँले भौतिक पूर्वाधारतर्फ विशेष पहल गर्दै समग्र वडाको विकास र समृद्धिका लागि चासो दिइरहनु भएको छ। जनताले प्रत्यक्ष अनुभव गर्ने गरी धारा जडान, भूमि पाइप, पक्की नाला, समरसेल धारा जडान, ग्राभेल लगायत सडक स्तर उन्नति गरेको देख्न सकिने वडा अध्यक्ष जैसी बताउनुहुन्छ। कोहलपुर नगरपालिका 1 मा भूमिगत जलस्रोत तथा सिँचाइ सम्बन्धी बृहत योजना भएको उहाँको भनाइरहेको छ। कृषिको लागि तपाईको पानीको अभाव थियो। अहिले एउटा माथिबाट तपाईको ऊर्जा मन्त्रालयबाट 1 करोड हाराहारीको यो तपाईको भूमिगत जल स्रोत हैन, भूमिगत हामीले तपाईको सिँचाइ भनेर तपाईको हामीले 1 करोडको योजना ल्याएका छौँ। अब भर्खरै अब तपाईको सम्झौता गरेर आयौँ। हाम्रो अब काम सुचारू भयो भनेपछि हाम्रो लगभग तपाईको यो वडामा 1500 मिटर पाइपहरू बिछाइन्छ। कोहलपुर 1 मा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा उल्लेखनीय काम गरेको वडा अध्यक्ष जैसी बताउनुहुन्छ। शिक्षा क्षेत्रबाट आउनुभएका वडा अध्यक्षले शिक्षामा ठूलो लगानी गर्नु भएको छ। तपाईको याद हुनाले मुख्य मेरुदण्ड, विकासको मेरुदण्ड, जस्तै तपाईँ आज मैले कालोपत्ते बाटो बनाउँछु, मान्छे शिक्षित भएर भने बाख्रो बाँधिन्छ, भैँसी बाँधिन्छ है। त्यो गाई भैँसी बाँध्ने बाटो त होइन नि त। त्यसले के गर्यो त उनीहरूले चेतनाले गर्यो, शिक्षाले गर्यो। शिक्षा भयो भनेपछि मान्छेले त्यसलाई तपाईँको बाँध्नु हुँदैन। बाटो भनेको चाहिँ हिँड्ने बाटो हो, शिक्षा हो, मान्छे शिक्षित हुनुपर्छ। वडाका सचिव घुमलाल थारूले 9 प्रकारका सिफारिस तथा प्रमाणपत्र बनाउने काम गर्नुहुन्छ। उहाँले प्रशासनिक क्षेत्र तथा वडाका विभिन्न योजनालाई सम्पन्न गराउन निरन्तर पहल कदमी चालिरहनु भएको छ। नाता प्रमाणित, 4 किल्ला, नागरिकता, घर कायम,
पारिवारिक विवरण, जनजाति तथा दलित, लिखत प्रमाणित, अङ्ग्रेजी प्रमाणपत्र प्रमाणित र अन्य विभिन्न सिफारिस गर्दै काम गरिरहनु भएको बताइएको छ।